को डिमान्डको पूर्व स्वीकृति हेर्ने हो भने त तपाईहरुले अथवा वैदेशिक रोजगार विभागले पनि 900 रुपैयाँ बेसिक स्यालेरी भनेको स्वीकृति लिएको देखिन्छ। यही कुरामा यहाँनिर अलिकति समस्या छ। हाम्रो नेपाल सरकारले 900 कै ल्याउनुस्, 900 नभइकन हामी स्वीकृति दिदैनौं भन्ने कुरा चाहिँ गरे। भनेपछि वैदेशिक रोजगार विभागले पनि हुँदै नभएको तलब पनि भोलि त के होला, 6 महिना पछि 900 होला, 1200 होला अथवा कति होला हैन। आजको दिनमा त 900 छैन। भनेपछि सरकारले हुँदै नभएको तलब पनि ल्याऊ, हामी स्वीकृति दिन्छौं भन्न मिल्छ? यस्तो छ, अब सबैमा 900 छैन भनेर म भन्न सक्दिन। कतिपय कम्पनीहरुले दिइराखेका पनि छन्, धेरै कम्पनीहरुले दिएका छन्। अहिलेको फेसमा लगभग 50% कम्पनीहरुले दिएको अवस्था छ भने कतिपयले 630 र त्यो 200 समथिङ कम्पनीहरुले मात्रै 546 हामीले दिन्छौं भनेर त्यहाँदेखि एप्रुभ लिएको अवस्था छ। त्यसले गर्दाखेरि सबै कम्पनीले नपाएको अवस्था पनि हैन। तर चाहिँ पनि सबैले त पाएको छैन। केहीले त दिएका होला, ल ठीक छ मान्य हैन। भनेपछि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवसायहरुको मिलेमत हो भनौं न। हुँदै नभएको तलब पनि तपाईहरु पत्रिकामा पूर्व स्वीकृति निकालेर मान्छेहरुलाई पठाउनुहुन्छ त्यसो भए। त्यो तपाईको कुरासँग म सहमत छैन। जस्तो कि हामीले पनि के हो भन्दाखेरि त्यहाँ भोलि कम्पनीहरुले नदेला भन्ने हिसाबले नै हामीले 630 को ठाउँमा 6 महिना पछाडी, जस्तो कि अहिले 630 दिएर हामीले स्वीकृतिमा मान्छे पठायौं भने भोलि बिहान 900 नपाउँदाखेरि आजको दिनमा पनि तपाईहरु दुईटा एग्रीमेन्ट वैदेशिक रोजगार विभागमा पनि देखाउनुहुन्छ कि तपाईहरुसँग मात्र राख्नुहुन्छ? वैदेशिक रोजगार विभागमै हामी पेश गर्छौं, किनकि त्यहाँको मलेसिया गभर्नमेन्टले र त्यहाँको लेबर ल अनुसार जुन निर्णयहरु छ त्यही आधारमा हामीले काम गरिरहेका छौं। वैदेशिक रोजगार विभागले दुईटा स्वीकृति जुन सम्झौता देखाउँदा पनि उनीहरुले श्रम स्वीकृति दिइरहेको अवस्था छ। त्यसो भए 630 अहिले पाउने र 6 महिना पछाडी 900 पाउने स्वीकृति हामीले चाहिँ प्रतिबद्धता पनि उता कम्पनीले जनाएको हुन्छ। त्यही आधारमा चाहिँ श्रम स्वीकृति लिएर पठाउने अवस्था छ। भोलि ती जाने कामदारले 900 रुपैयाँ बेसिक तलब पाएनन् भने त्यसको जिम्मेवारी कसले लिने? त्यहाँ कम्पनी लिने हो कि तपाईहरुले लिने हो कि नेपाल सरकार श्रम वैदेशिक रोजगार विभागले? त्यसको जिम्मेवारी चाहिँ प्रत्यक्ष त भन्दाखेरि पठाउने कम्पनीहरुले लिनुपर्छ मुख्यतः, किनकि हामीले बिना होमवर्क बिना त्यो कम्पनीसँग कुराकानी नगरिकिन यहाँसम्म लिएर डकुमेन्ट पेश गर्ने पहिला गल्ती त हाम्रै हुन्छ। त्यसपछि यसमा उत्तरदायित्व त्यहाँ रहेको नेपाल एमबीसी र नेपाल सरकारले पनि लिनुपर्ने हुन्छ। अब यस्तो तरिकाले वैदेशिक रोजगार व्यवसाय चलिरहँदाखेरि तपाईहरुलाई भोलिको दिनमा एउटा तपाईको समस्या पर्ने त देखियो, किनभने तपाई ढुक्कसँग व्यवसाय गर्ने स्थिति रहेन छ नि त आजको दिनमा हैन। अब त्यो तपाईले मान्छे पठाउँदा तपाईले काउन्सिलिङ गरेर राम्रोसित पठाउनु भयो भने त समस्या आउँदैन नि त। तपाईहरुले जाने कामहरु बताउनुहुन्छ त्यसो भनेर हामी एग्रीमेन्टमै त्यही किसिमको साइन गराएर उहाँहरुलाई बुझाएर नै पठाउँछौं। हामी त्यसदेखि बाहेक विशेष किसिमको ओरिएन्टेसन नै दिएर मलेसियाको नियम कानुन के हो, त्यहाँको श्रम कानुन के हो त्यो सम्बन्धी बुझाएर र कम्पनीले दिने सेवा सुविधा र कम्पनीहरुको जब नेचरको बारेमा बुझाएर हामी काम गर्छौं। तपाईसँग हामी मलेसियाको नियम कानुन त्यहाँ तपाईहरुले कतिको ट्रेनिङ दिनुहुन्छ र अभिमुखीकरणको कुरा एकैछिनमा म कुराकानी गर्छु। अब तपाईहरुलाई एउटा आरोप के छ भने जसरी 900 रुपैयाँ बेसिक तलब भयो त्यसपछि सबै युवा युवती मलेसिया जान तयार भए, चाहे लागत शुल्क बढी होस्। तपाईहरुलाई पनि एउटा अवसर नै भनौं, सबै डिमान्ड बढी भइसकेपछि तपाईहरुले पनि लागत शुल्क केही रूपमा बढाउनु भयो। कति बढाउनु भयो? कति लाग्छ मलेसिया जानलाई? मलेसिया जानलाई न्यूनतम त हाम्रो सरकार